सक्नुहुन्छ। आज चाहिँ मेरो दिदीको व्रत थियो, मेरो चाहिँ होइन, साथीहरू फेरि मेरो सानो छ नि त नानी, अनि हामी चाहिँ पूजाको सामान किनेको थिएन, त्यही भएर हामी चाहिँ बाटोमा किन्दै जाने भनेर किन्दै गयौँ होइन साथी। यो भाङ भन्ने चाहिँ पहिला गाउँमा हुन्थ्यो क्या, अनि अहिले चाहिँ मैले काठमाडौँ जस मन्दिरहरू जाँदाखेरि चढाउनु पर्दो रहेछ। अनि यो पनि यस्तो हुँदो रहेछ, यसले चाहिँ मातिन्छ भन्थ्यो, तर शिवजीले खाने हो भाङ भन्ने, त्यही भएर चढाउनु पर्ने। त्यसो चाहिँ हामी पुगिसक्यौँ, पुगेर नि आज चाहिँ हामी ढिलो गएको थियौँ, अनि मान्छे कमै हुनुहुन्थ्यो, खासै धेरै हुनुहुन्थ्यो, खाली थियो, ढिलो गएको नि त हामी। अनि दिदी पूजा गर्दै हुनुहुन्छ मजाले, अनि यताउता। अनि मेरो छोरी होइन घन्टी चाहिँ म सधैँ पनि शुक्रबार सोमबार लान्छु, उसलाई चाहिँ घन्टी बजाउनु पर्नेहरू कति मन पराउँछ क्या, घन्टीहरू बजाउन खुसी हुन्छ घन्टी बजाउनेहरू। मेरो छोरीले चाहिँ अनि घन्टीहरू बजायो, अनि यताउति हेर्छ क्या, उसले चाहिँ मन्दिरहरू राम्ररी हेर्छ, यताउता मजाले मान्छेहरू आएको पूजाहरू गरेको हेर्छ। कस्तो बाटिसक्यो मेरो छोरी। अनि दिदीले पूजा गर्दै हुनुहुन्छ यहाँनिर चाहिँ। अनि यता चाहिँ आज सोमबार भएर अनि अरूले चाहिँ पूजा गर्दै हुनुहुन्छ, हामी चाहिँ अर्को सोमबार पूजा गर्ने, मतलब व्रत खोल्ने अथवा के भन्दो रहेछ मलाई चाहिँ थाहा भएन, त्यही सुनेको। अनि अरू चाहिँ अरूजना दिदीबहिनीहरूले चाहिँ पूजा गर्दै हुनुहुन्छ। अनि दिदी चाहिँ पूजा गरेर पनि सकिसक्नुभयो, अनि हामीलाई टिका लगाइदिनु भयो। अनि होइन मेरो छोरी कसरी हेर्दैछ बिचारा होइन, उसलाई हामी टिका के पनि लगाइदिएको थियो, अनि फेरि पनि लगाइदिनु आँट्नुभयो दिदीले। टिका लगाउने बेलामा त मेरो छोरी त हाई गर्दो रहेछ होइन, मान्नु चाहिँ फेरि टिका लगाउनु ओर्नु चाहिँ चलाउनु पर्छ अरे उसलाई चाहिँ, केही देख्नु हुँदैन, जे देख्यो त्यही माग्छ क्या। अनि हामीले टिका पनि लगाएर पूजासुजा गरिसक्नुभयो। अनि दिदी त आफै टिका लगाउँदै हुनुहुन्छ, किनकि पुजारी बिजी हुनुहुन्थ्यो, उता पूजा गर्दै हुनुहुन्थ्यो पुजारी चाहिँ, त्यही भएर हामीले चाहिँ आफै टिका लगाइदिएको। अनि त खतरा पो त हो। अनि दिदीले चाहिँ होइन फुल छोरीलाई र आमा छोरीलाई टाउकोभरि फुल राखिदिनु भयो। अनि हामी चाहिँ आफै है सबै जाने होइन गर्ने, अनि पूजासुजा गर्ने, टिका सिका आफै लगाउने, हामी सधैँ पनि त्यसै गर्छौँ। त्यसपछि हामी घर आयौँ, मेरो चाहिँ व्रत छैन साथीहरू। अनि आउँदा बाटोमा आउँदा चाहिँ रोटी लिएर आएँ, अनि मलाई चाहिँ भोक लागिसकेको थियो है, मलाई चाहिँ कति छिटो भोक लाग्छ क्या, सानो बच्चा भएर नि होला। अनि हेर्नु म तपाईँहरूलाई देखाउँदै खाँदैछु। आजको भिडियो चाहिँ यति नै, बाई साथीहरू। लाइक